टाइम ल्याप्स खिच्न बादलै राम्रो रहन्छ। हाई मिर्ची बस्ने ठाउँ चाहिँ खतरा खाके जियोस्। हेलो भन्दै हेलो भन्नु मिर्ची गरिमभरि यहाँ बस्छु बस। What's up guys, hello and welcome back to my channel. अनि आज चाहिँ हामी ठुलमम्मीको घर खाना खान जान लाग्यो। अनि त्यही हो के हो तीज स्पेशल त्यस्तो खासै केही हैन, नर्मल खाना खान जान लाग्यो। अनि त्यही भएर भ्लग गराइदिउँ न त के नै छ र भनेर भ्लग गराउन लाग्यो। सो हेर्दै जानु है त। स्टे ट्युन्ड है गाइज। ए ल ल हेलमेट लियो चलो। सेउ किन्दै फाइनली आइसक्यौँ हामी माथि। हेलो गाइज, दर्शन यहाँ खतरा मिठो कुरा खानेकुरा पाके छ भनेर भन्नु अरू के अरे खै सुवास कहाँ गयो? प्लेन उडेछ गाइज, यहाँ प्लेन ब्लर प्लेन। भ्यू चाहिँ सही देख्यो यार। आज त केही हुन्न भ्लगमा खासै, त्यही हो गाइजहरु। लाइट छैन क्या यहाँ? ओ माई गॉड, एनसी अफ द इयर काकासी। केही छैन भ्लगमा देखाउन। पिस। टेक टू के छ गाइज? हेलो अब हाम्रो यहाँ ह्याप्पी तीज हुँदैछ। हाय सुजन। गाइज तुम लोग को एक झक्कास चीज दिखाओ। चिकन लेग पीस, 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 चिकन लेग पीस गाइज, चिकन लेग पीस। ओ त्यहाँ भिडियो हेरेर थुक्न नि ल, पेट दुख्छ मलाई। Stay tuned guys, stay tuned. Cheers. Non-alcoholic cheers. Not sponsored by our night guys. Don't drink. Only eat. Nahan wala hazurale. किचन में बात करने मेरो छोराको डायलग हो। स्टे ट्यून्ड है गाइस। स्टे ट्यून्ड। हाय गाइस, सबैले भिडियो हेर्दिनु होला, सब्स्क्राइब गर्दिनु होला, माया गर्दिनु होला मेरो छोराले भन्न। ए लाला और लेते हैं के भन्दिनु? हाम्रो सचिनको भिडियोलाई लाइक सब्स्क्राइब गरिदिनु होला। ए ल भन्दिनु।
दिदी त्यसबाट पैसा आयो भने 50% बनायो है बाबु। ए ल ल अरू त के बनाउँ र युट्युबमा मेरो पनि भिडियो बनाएर राखेँ। ए ल ल हेर्नुला सब्सक्राइब गर्नुला आजकाले अभिषेकले अरू भने त्यस्तै हो गाइज। कस्तो आहा लाइटले भर्खर चाहिँ हामी तल हल्का फुल्का स्न्याक्स गरेर माथि आएको। तल चाहिँ मम्मीहरू दिदीहरूले गफ हान्दै हुनुहुन्छ। अरू भने त्यस्तै हो। अब सुजन आउँदैछ, भाइलाई छोड्न गएको थियो अनि सुजन आउँदैछ। त्यही हो, भिडियो हेर्नु होला लास्टसम्म। अरू भने त्यस्तै हो। स्टे ट्युन नै गाइज। हल्का फेरि जुस सुस खाएर बढी बोल्यो भन्ने कुरा होइन, यो त्यो नर्मलै हो। हल्का बढी बोल्ने त यस्तै हो पारा। सो भिडियो लास्टसम्म हेर्दै गर्नु। अब लास्टमा त के नि, आज त केही पनि छैन, त्यो बोलेको मात्र होला। ए ल ल स्टे ट्युन नै गाइज। सुजन चाहिँ आयो भर्खर त्यहाँ। मा मिटिङ प्रोग्राम विथ सुभाष, अभिषेक भाइ हाम्रो। बर्थडे भयो है अभिषेक भाइ। अहिलेको बर्थडे भएर हामीले यहाँ ह्याप्पी तिज चाहिँ होइन क्या। ल सी यू आफ्टर भात ह्याभिङ। मैले सब्सक्राइब गरेँ, हजुरले पनि गरिदिनु। सुन्यो नि गाइज, मेरो भाइले मलाई सब्सक्राइब गरिदियो भर्खर। थ्याङ्क यू सो मच। ए थ्याङ्क यू। ए म्याक्सिमम सबले गर्यो होला। थ्याङ्क यू भाइ। अब खाना खाइसकेपछिको डेजर्ट रसगुल्ला गाइजहरू। ओपनिङ अनबक्सिङ रसगुल्ला। ए अनि यो पनि देखे गाइजहरूले अर्कै चवन परास, हामीले त अब यही चवन परास खाए मात्र हो ल। रसगुल्ला भ्लग गाइज, रसगुल्ला भ्लग। ओ माई गॉड, हाउस द फिलिङ? कस्तो लाग्यो भाइ? कस्तो लाग्यो सोधिन्छ? मजा आयो मजा। सुभाष तिम्रो ल कस्तो भयो सुभाष? कस्तो भयो? पेट फुट्नै लाग्यो, धेरै खाइयो। के अरे कहानी? 10:30 म पौडी खेलेर माथि आएको थिएँ। अनि त्यहाँ त्यस्तो हेऱ्यो, गर्दै 5-10 मिनट बस्नु त्यहाँ यताउति गरिरहेको छु। मतलब पानी हालेछ कि के हालेछ, के गरेछ माथि छता भनिरहेको 10 बजेतिर। अनि त्यहाँ फेरि अनि यसो मैले पनि ट्याक्क फ्ल्यास लाइट बालेर यसो यसो गरेँ। फोन आन्छ भने फेरि के मान्ने थाहै पाएन, बोलेन यसो पाएन। यसो गइहाल्यो। सुभाषले भूत देखेको अरे हिजो ऊ त्यहाँ फ्ल्यास लाइट बालेर हिँडेको। म त अन्टी हो कि को, अब कोही न कोही त थियो। भाइ सुजन भाइ भाइ सुभाष भाइ ठुल मम्मी बाहिरका कुकुरहरूलाई खाना ल्याइदिएर जाँदैछौँ। बाहिरका छन् 3टा हाम्रा बच्चा, घर एउटा छ। थ्याङ्क यू मिठो खाना खुलाएकोमा। दिदी र दाइल त मिस गर्नु होला। ल बाई बाई बाई। सुभाष चाहिँ मसँगै जाँदै हो है गाइस। आज केही छैन क्या त्यही भएर
बाहिर हिँड्दा अब सिधै घर गएर भेट्ने ल ग्यासहरू। हाम्रो बच्चा बच्चीहरू काली हाम्रो गाइजहरूले खाना खाँदै हो। काली हजुर खाना छोडेर उसले अर्को हिरो चाहिँ त्यहाँ। हेलो हेलो टु द ब्लग। हाई आई एम ब्याक होम। अरे के साह्रो भन्छ। धेरै नखाऊ भात खाइछु आज मासु भात। सो गाइज घर पनि आइयो। सो यहाँसम्म हेरिदिनु भयो भने आजको सर्ट मिठो धेरै खिच्न पाइएन, सर्ट ब्लग हो। सो यहाँसम्म हेरिदिनु भयो भने धेरै धेरै धन्यवाद। लाइक शेयर एन्ड सब्सक्राइब। टिल देन स्टे ट्युन। बाई बाई।